खास के को लागि आउनु भएको थियो, के भइरहेछ पशुपति? यहाँ श्रीनाथ आचार्य महाराजज्यूको आयोजनामा र पशुपतिनाथ मन्दिरका भगवान श्री पशुपतिनाथ महादेवलाई यहाँका प्रमुख अतिथित्व बनाएर भनेको चाहिँ अन्त सबै कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि भन्ने हुन्थ्यो, तर यहाँका सभापतिको रूपमा चाहिँ भगवान पशुपतिनाथलाई अगाडि राखेर साँची राखेर पञ्च उग्र महापाप भनेको चाहिँ 5वटा चिज छुनै नहुने चिजलाई यो देशमा घटना गरेको हुनाले आज त्यसकै विषयमा यहाँनिर उहाँले यज्ञ होम गर्न लाउनु भएको छ। त्यो एउटा देशमा आपत र विपदलाई राम्रो होस्, अब देशमा कुनै हत्या हिंसा नबढोस् भनेर यो कार्य गर्नु भएको छ। र आज हामी पनि माता झाँक्री हाम्रो सनातनी शक्ति, तान्त्रिक शक्ति, हिन्दू वैदिक सनातन धर्म सबै हामी ओम परिवारमा भएका ओम जप्नी जति माता झाँक्री सबैलाई बोलाएको। तर यहाँ अरू माता झाँक्री चाहिँ काङ्ग्रेसको कार्यक्रममा जान्छन्, एमालेको कार्यक्रममा जान्छन्, माओवादीको कार्यक्रममा जान्छन्, रासपाको कार्यक्रममा जान्छ। प्रकाश भुजेल चाहिँ यस्तै सनातन शक्ति जहाँ भगवानको नाम गान गुण हुन्छ नि हो त्यो ठाउँ मात्र देख्छ। हामी पार्टीको ढ्याङ्ग्रो ठोक्दै हिँड्दैनौँ।